राज्य खोसेर लुटेर बेचेर खाइदिया भएको ओहो यिनीहरूले त संसार हामीले बरु सुरक्षा गरेर राख्दै हो नि त उसको सम्पत्ति त हामीलाई त राम्रो मुखले जाओ कहाँ छ के छ नभन्नेलाई दिन्छु भन्नुपर्यो दिनेलाई जा भन्नु पऱ्यो नि त होइन र अनि उहाँ बसेर कुर्सीमा नबस्नु जस्तो यसो गर्छु र उसो गर्छु गरेर भोलि यहाँ हामी अब नसकी काम गरेर ल्याएर अलिअलि भयो नि आफ्नो घरलाई भनेर हामीले त जस्ता किन्नु पऱ्यो फलम किन्नु पऱ्यो बाँस किन्नु पऱ्यो त्यसो बाउली बनाइदिएको घर होइन नि त त्यसलाई हामीले राज्यमा ल्याएर कुर्सीमा राखे त्यसैलाई हामीले होइन त्यसै ठाडै गरेर बस्छ त बालाटारभित्र हो कि भन्नु न हाले सबैले हाले आज घर भत्काउनु भनेर हाले हो बस्न दिन्छ भनेर हाले भोट होइन बालिन आयो भने बालिनको सरकार आएपछि घर भत्काइन्छ हाम्रो भनेर हाले हो नभन्दै भत्काइ नै हाल्यो अब भत्काउँछ भने थाहा छैन नि त अब साथीमा भनेपछि त सिद्धिएन भने उनीहरू दुइटाले त राजनीति खेले हाम्रो थाहा हुन्छ त अहिले थाहा छैन नि हामीलाई त त्यही भएर उसले छातीमा लाउने जसमा त ऊ नबस्ला नि त भने छातीमा लगाएको भन्दा बढी गरिहाल्यो अब फेरि पनि त जित्ला नि त राजा बनाइदिने हो नि त अब जित्यो भने